मेरो नाम चाहिँ मनबहादुर बुढा मगर विनोद। अनि मेरो ठेगाना चाहिँ घोराईतिर। अनि अहिले मैले बाख्रा फार्म सञ्चालन गरेको घोराई 12। यो चाहिँ तपाईँको खास गरेर हामीले 78-79 हो हामी सुरु गरेको, 78-79 अनि तपाईँको अहिले 3 वर्ष भयो भनौँ सुरु गरेको। के छ योभन्दा पहिला के गर्नुहुन्थ्यो तपाईँहरूले? योभन्दा पहिले विदेश सर। कुन ठाउँमा? म साउदी अरेबियामा 24 वर्ष 4 महिना साउदी अरबमा बसेँ। अनि त्यसपछि आएर 2 वर्ष बसेँ। 2 वर्ष बसिसकेपछि अब बस्न पनि सकिनँ, सधैँ काम गर्नु चित्त भएर अहिले चाहिँ फेरि बाख्रा पाल्ने पेसाको रूपमा सुरु गरेको छु। एकजना भान्जा पनि हुन्छ, हामी 2जना पार्टनर छौँ। उहाँ पनि विदेश गएर आउनु? हजुर, उहाँ पनि 5 वर्ष विदेशमा एउटै कम्पनीमा बसेर आएको। एउटै कम्पनी। अनि के छ यो, कसरी तपाईँले चाहिँ बाख्रा पालन गर्ने भन्ने कसरी योजना बनाउनु भयो? अनि यो खास चाहिँ मेरो योजना, मैले चाहिँ ड्रागन फ्रुट लाउने मेरो योजना थियो। म लोकेन्द्र सरसँग बुझ्न पनि गएँ। उहाँ पहिले एकपटक मन्त्री पनि बन्नुभएको थियो। उतातिर के भन्छ तुलसीपुर उपमहानगरपालिकामा हेमन्तपुरमा लाउनु भएको थियो। अनि त्यहाँलाई सोधेको, त्यसले चाहिँ अलि यसको कस्ट चाहिँ 1 बिघामा कति आउँछ सर भन्नु भन्दा 40 लाख भन्नु। तर अब एकैचोटि 40 लाख बनाउँदा त अलिक गाह्रो हुनु। त्यति धेरै त गर्न सकिँदैन होला भनेर यो बाख्रा पाल्दाखेरि अलि थोरै बाटो सुरु गर्नुहुन्छ भने 8वटा बाख्राबाट मैले सुरु गरेको। यो खासै यो बाख्रै पाल्छु भन्ने त मेरो सोच थिएन। तर फेरि यो पछिल्लो पिरियडमा होइन कृषिलाई फोकस गर्नुपर्छ। हामी आत्मनिर्भर बन्नको लागि त कृषि नै चाहिन्छ। त्यो भए हुनाले होइन कृषिलाई नै फोकस गर्नुपर्छ। पछाडिका जेनेरेसनहरूलाई पनि थोरै भए पनि उनीहरूको लागि एउटा टिप्स बन्न सक्छ भन्ने हिसाबले यो मैले बाख्रा पाल्न सुरु गरेको। नत्र मेरो हिसाबले पनि म अब तपाईँको 58-59 वर्षतिरको हो। यो चाहिँ खास गरेर बाख्रा पालनमा तपाईँको यसका विज्ञहरूले के भन्नुभएको छ भने 3 देखि 5 वर्षसम्म यसको लगानी पिरियड हो। 5 वर्षपछि तपाईँले थोरा बहुत अब इन्कम ल्याउने 5 वर्ष पछाडि हुन्छ भनेर भन्नुभएको छ। तर सायद अब हामीले पनि त्यही चिजलाई फलो गरेर आएको। तर अहिलेसम्म अब यिनीहरूले कमाएर दिएछन् भन्दा पनि हामीसँग त्यति यिनीहरूले कमाएर दिएका छैनन्। अहिले यिनीहरूले जे कमाउँछन् त्यो हामीले यिनीहरूमाथि लगानी गरिरहेका छौँ। त्यो हुनाले त्यति धेरै लगानीको हिसाबले त हाम्रो एकदम प्रचुर मात्रामा लगानी भइसकेको छ। यहाँ तपाईँको 60 लाखको साइट क्रस गरिसक्यो होला। अहिले एक्ज्याक्ट हिसाब त भएको छैन। तर पोहोरको साल हामीले गर्दाखेरि लगभग 50 लाखभन्दा अलि बेसी थियो। त्यो भए हुनाले एक वर्षमा त 10 लाख त किन बढेन होला, पक्कै पनि बढ्यो होला। 60 लाखको हाराहारीमा जुवा पनि हामी लगानी गरेका छौँ सर। अब आम्दानीको हिसाबले भन्नुपर्दाखेरि अब 2-4 लाख 7-8 लाख भए पनि यिनीहरूमाथि हामी व्यवस्थापन भइरहेछ। अब अहिलेलाई चाहिँ जे भए पनि यसमै बढाउने भन्ने छ। र अब तपाईँहरूको चाहिँ सुरुवाती चरण पनि भयो हुनाले अब सुरुवाती चरण पनि हो। हामीसँग कुनै अनुभव पनि थिएन यसको। अब गाउँघरमा त अब जिजुबाजेले हाम्रो पुर्ख्यौली पेसा पनि हो। हामी रोल्पारुकुमका मान्छेहरूको लागि पुर्ख्यौली पेसा पनि हो एउटा गाई बाख्रा पाल्ने भन्ने। 2-4वटा घरमा सबैले पालेकै हुन्छ। त्यो हिसाबले फर्ममा पाल्दाखेरि त्यो अनुकूलको वातावरण चाहिँ बन्द रहेनछ। त्यो भए हुनाले यहाँ अलिक कठिन छ सर। तपाईँको सबै चिज किन्नुपर्छ, तपाईँको घाँसदेखि लिएर दानासम्म। अनि त्यो भए हुनाले अलि गाह्रो त गाह्रै छ। आफूलाई पनि अलिकति रोजगारी सिर्जना गर्ने, स्वरोजगार बन्ने, अनि यसलाई अलिकति राम्ररी बनाउन सकेपछि अथवा बढाउन सकेपछि अरूलाई पनि थोरै रोजगार दिन सकिन्छ कि भन्ने हेतुले गरे हो। तर खासै अरूलाई त दिन सकेका छैन। आफू चाहिँ अब आम्दानी नभए पनि व्यस्त चाहिँ छौँ हामी आफै 2जना लागि परेका छौँ। खास गरेर व्यावसायिक रूपमै हामी सुरु गरे हौँ। तर हामी
1 वर्षदेखि 2 वर्षभित्रमा हामी अरूलाई पनि रोजगार दिने हिसाबले चाहिँ काम गरेका थियौँ। तर त्यो हामीले सोचे अनुकूल भएको छैन सर। हुन्छ भने आशा त छ, अब आशा त मार्नु भएन। जहिले पनि मान्छे आशावादी हुन्छ, त्यही भएको हुनाले आशा चाहिँ छ सर। अब जस्तै तपाईँले चाहिँ विदेश बस्नुभयो होइन, लामो समय विदेश बसेर आएर फेरि तपाईँ आफ्नै देशमा के गर्नुपर्छ भनेर तलब त आएको छैन। एउटा कुरा यस्तो छ, आर्थिक हिसाबले त म त्यति सन्तुष्ट छैन। तपाईँको आर्थिक हिसाबले त विदेश अब त्यस्तै पनि महिनामा तपाईँको 1 महिना ड्युटी गऱ्यो भने फेरि महिना मरिसकेपछि त अब स्यालेरी आउँछ भन्ने हुन्छ। तर यहाँ चाहिँ अब त्यो चाहिँ छैन। अब ध्यारी पनि होइन हाम्रो, आफ्नै काम भएको हुनाले अब तपाईँको पैसा पनि कति आउँछ कति आम्दानी हुन्छ भन्ने कुरा त्यो यकिन नै हुँदैन। कतिखेर हुन्छ पनि कतिखेर हुँदैन पनि। त्यही भए पनि अब भौतिक रूपले चाहिँ सन्तुष्ट नै छु भन्नुपर्छ सर। ठिक छ, त्यस भए गर्नुभयो हो। तपाईँको आफ्नै देशमा केही गर्नुपर्छ, पछिका युवालाई पनि केही सन्देश दिनुपर्छ, पछाडिका पिँढीले पनि यो चाहिँ गर्नुपर्छ। हामी सबैभन्दा देशलाई उन्नतितर्फ धकेल्ने हो भने हामी कृषिलाई नै एउटा आधार बनाउनुपर्छ भन्ने मान्यताले म चाहिँ होइन कृषिमा यही समय योले डाँडा काट्दा पनि होइन पछाडिका जेनेरेसनलाई पनि केही सन्देश दिनुपर्छ भनेर यो कृषि पेसामा लागेको हो खास गरेर। तपाईँको के हुन्छ भने यो मानेमा त तपाईँको हामी आफूले मात्र लागेर पनि हुँदैन। लाग्न त हामी व्यावसायिक रूपमा लागिराखेकै छौँ, हाम्रो तर्फबाट हामी भरपुर कोसिस गरिरहेका छौँ। तर राज्यले पनि केही चिजहरूमा हेर्नुपर्छ। राज्यले पनि नहेरेको त भन्नु मिल्दैन, किनभने बिमामा तपाईँको 80% चाहिँ तपाईँको राज्यले गरिदिन्छ, 20% हामीले तिर्छौँ। तर यस्तै खालका जस्तै हामीले औषधि उपचार गर्नको लागि धेरै खर्च लाग्छ। त्यसको लागि पनि राज्यले केही बुझिदिनुपर्छ, हेरिदिनुपर्छ भन्न चाहन्छु। त्यसै अहिलेसम्म तपाईँले के राज्यबाट प्राविधिक सहयोग आर्थिक सहयोग के अनुदान के त पाउनु भएको छ? राज्यबाट अनुदान भनेको तपाईँको जस्तै यो टाक्नु, हजुर, अनि यो गोठ, अनि यो डिपिङ ट्याङ्क, यो भेटनरी पशु शाखाले हामीलाई उपलब्ध गराएको। यो चाहिँ खास गरेर नगरपालिकाको कार्यक्रम हुनुपर्छ, त्यहाँबाट हामीले एउटा कार्यक्रम गरेको त्यस बापत हामीले पाएका छौँ। अरू त्यसै खासै सङ्घीय यस्ता तपाईँको के भन्छ यो परदेशबाट पाउने अनुदानहरू हामीले देखेका छौँ। यो चाहिँ नगरपालिकाबाट कति जतिको योजना तपाईँको खास गरेर यो टोटल 5 लाख कति हजारको कार्यक्रम थियो। त्यसमा अब हामीले 50% लगानी हामीले गर्नुपर्ने हो। अनि 50% हामीले लगानी गऱ्यौँ, 50% चाहिँ नगरपालिकाले गरे भए यो 2,30,31 हजारको कार्यक्रम भएको थियो हामी। त्यही हो। त्यसो भन्दा पनि कसैलाई पैसा दिनुपर्छ भन्ने भन्दा पनि तपाईँको जस्तै औषधिमा अनुदान, अनि तपाईँको दानामा अनुदान, यस्तो सरकारले राज्यले त्यो हेरिदियो भने किसानहरू अलि सन्तुष्ट हुन्थ्यो। तपाईँको पैसा दिएपछि पैसा आज तपाईँको झोलामा तपाईँको फर्म बोक्नेहरूले खाएका छन्। साँच्चीकै किसानहरूले के पाएको देखिँदैन। साँच्चीकै किसानहरूको गुनासो सबैको यसो मैले सुनेको हुन्छु, हेरेको हुन्छु, धेरै किसान साथीहरूको गुनासो हुन्छ। राज्यले चाहिँ हामीलाई ठग्यो, जसले झोलामा बोकेर हिँडेको छ त्यसले पाएको छ। हामी साँच्चीकै किसानहरू यहाँ लाभान्वित भएका छैनौँ भन्ने भन्नुहुन्छ। पक्कै पनि म पनि त्यही बिचमा छु। यो के छ, यो जग्गा तपाईँ आफ्नै हो कि? होइन सर, यो लिजमा। कतिमा भाडा? तपाईँको 10 वर्षको लागि लिजमा लिएको भयो। 1 बिघा तपाईँको कति 13 कट्ठा छ यो। यसमा यो पर्मानेन्ट हो यो तपाईँको। अनि सिजनेबल हामीले बर्सिम घाँस छर्नको लागि 1.5 बिघा फेरि सिजनको लागि ल्याउँछौँ। यसको 10 वर्षको कति यो प्रत्येक वर्ष हामीले 1 लाख रुपियाँ तिर्नुपर्छ यसको भाडा।
1 लाख खाँदा 10 वर्षले एग्रिमेन्ट गर्नु 10 वर्षको एग्रिमेन्ट छ तर 5 वर्षपछि यसको 1 कट्ठा बराबर 500 को दरले बढ्ने भनेर हामीले एग्रिमेन्ट गरेका छौँ अब अहिले 3 वर्ष भयो अझै 2 वर्ष बाँकी छ 2 वर्षपछि अटोमेटिकली 500 बढ्छ Tá tudo bucheiro, Juliana, olha aqui. राम्रो रहेछ